हेलो साथीहरु, वेलकम छ मेरो युट्युब च्यानलमा। आज म फेरि आइपुगेछु तपाईहरुको अगाडि। मलेसियाको लागि एकदमै राम्रो डिमान्ड लेटर लिएर साथीहरु, फ्याक्ट्री वर्कर र सिक्युरिटी गार्डको त्यही पनि जीरो कस्टमा साथीहरु सबै जानकारीको लागि तपाईहरुसँग अनुरोध गर्दैछु, भिडियो लास्टसम्म हेरिदिनु होला। ओके साथीहरु, सबैभन्दा पहिला तपाईहरु भन्न चाहन्छु कि सबैभन्दा धेरै कमेन्ट आउने भनेको मलेसिया कहिले खुल्छ। मलेसिया त अहिलेसम्म खुलेको छैन, कुनै जानकारी आएको छैन साथीहरु। त्यही पनि मलेसियाबाट आजको डेटमा डिमान्ड गएकै छ है, सिक्युरिटी गार्डको सबैभन्दा धेरै। त्यसपछि तपाईको फ्याक्ट्री वर्करको पनि छ है। म तपाईलाई सबै प्रुफ दिन्छु र डिमान्ड पेपर पनि देखाउँछु है। के थाहा मलेसिया खुलिसक्यो अहिलेसम्म त्यही पनि जानकारी आएको छैन साथीहरु। यदि तपाईहरु मलेसिया जान चाहनुहुन्छ भने मज्जाले यो भिडियो हेर्दै गर्नुहोला। यदि तपाईहरु मलेसिया जान चाहनुहुन्छ भने तपाईले सोचिराख्नु होला मलेसिया गएर कति कमाई हुन्छ भन्ने पक्कै सोच आयो होला। मलेसियामा तपाईले दिनदिनै 12 घण्टा काम गरेर 26 दिनमा तपाईको आउँछ 2300 देखि 2400 भित्र आउँछ है। यदि 12 घण्टा काम गरे भने, यदि तपाईले 8 घण्टा मात्रै काम गरेछ भने 1700 आउँछ। त्यसैमा खाना खानुपर्छ है। यदि तपाई अझै धेरै खाना चाहनुहुन्छ भने तपाईको माथि हुन्छ, तर 300 देखि 500 को बीचमा तपाईको खाना र चिया भइहाल्छ साथीहरु। मलेसियामा कस्तो कम्पनीमा गए राम्रो कमाइ हुन्छ र राम्रो सुविधा, राम्रो ओटीहरु हुन्छ भन्ने। यदि तपाईहरु सुपरमार्केटमा गए सबैभन्दा धेरै राम्रो साथीहरु। त्यसपछि आउँछ तपाईको कम्पनीको लाइनमा, जस्तै ग्लोब कम्पनी, अरु कम्पनी हुन्छ, त्यस्तो कम्पनीमा जानु होला। त्यसपछि साथीहरु तपाईको आउँछ क्लिनरको कम्पनी है। क्लिनरको कम्पनीमा पनि एकदमै राम्रो चल्छ साथीहरु। त्यही भएर साथीहरु, यदि तपाईहरुले कुनै कम्पनीमा जानु छ भने एकचोटी मलाई कमेन्ट गरिदिनु होला। जस्तै कि यो कम्पनी मलाई मन परेछ, यसमा जाँदा कस्तो हुन्छ, त्यसको बारेमा तपाईहरुलाई मैले फुल जानकारी ल्याइदिन्छु साथीहरु के कस्तो हुन्छ भनेर। ओके साथीहरु, अब ढिलो नगरेर सबैभन्दा पहिला तपाईहरु भन्दिम मलेसियाबाट कुन डिमान्ड छ, कति छ स्यालेरी, कुन कामको लागि हो, सबै जानकारीको लागि भिडियो हेरिदिनु होला साथीहरु। ओके साथीहरु, यदि तपाईहरु नयाँ हुनुहुन्छ, मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने प्लिज सब्स्क्राइब गरिदिनु होला। छिटोभन्दा छिटो जानकारी पाउन सक्नुहुन्छ र तपाईले खोजे जस्तै डिमान्ड जस्तै कुनै बेला आइसक्यो मैले भिडियो बनाउनु बित्तिकै सबैभन्दा पहिला तपाईले हेर्न सक्नुहुन्छ र तपाई छिटोभन्दा छिटो मेन पावरमा गएर इन्टरभ्यु दिएर मज्जाले आउन सक्नुहुन्छ। ओके साथीहरु, मलेसियाको 1 नम्बर डिमान्ड है। कम्पनीको नाम हो फरगेट वाच जी पाटोमोटो सिक्युरिटी सर्भिस सर्भर। शहर तपाईको मलेसिया पर्छ। एलटी नम्बर तपाईको 321470। कामदार पद तपाईको सिक्युरिटी गार्ड 97 जना केटा, 1700 बेसिक रिङ्गेट मात्रै। खाना बस्न सुविधा छ साथीहरु, तर मलेसियामा खाना दिँदैन है। त्यसपछि साथीहरु मेन पावरको नाम पनि त मुनिसा हेर्न सक्नुहुन्छ। त्यसपछि साथीहरु तपाईको आउँछ 2 नम्बर डिमान्ड है। कम्पनीको नाम हो परोजस सिक्युरिटी सर्भर। शहर तपाईको जालान पर्छ। एलटी नम्बर तपाईको 321467। कामदार पद तपाईको सिक्युरिटी गार्ड 170 जना केटा, 1700 बेसिक रिङ्गेट मात्रै। खाना बस्न छ साथीहरु। त्यसपछि साथीहरु इन्टरभ्यु तपाईको 11 देखि 23 अप्रिल 2025 सम्म हुन्छ र साथीहरु मेन पावरको नाम पनि त मुनिसा हेर्न सक्नुहुन्छ। त्यसपछि साथीहरु तपाईको आउँछ 3 नम्बर डिमान्ड है। कम्पनीको नाम हो एसी मिलियन कन्स्ट्रक्सन सर्भर। शहर तपाईको मलेसिया पर्छ। एलटी नम्बर तपाईको 321493। कामदार पद तपाईको फिनिशिङ कार्पेन्टर 15 जना केटा, 1700 रिङ्गेट। त्यसपछि साथीहरु मुनि अझै देखाएको छ, एउटै कम्पनीमा हो, धेरै किसिमको कामहरु छन् है। एलटी नम्बर पनि छुट्टै छुट्टै छ र साथीहरु काम पनि छुट्टै छुट्टै छन्। त्यसपछि साथीहरु फिनिशिङ कार्पेन्टर 5 जना केटा, 1700 रिङ्गेट। त्यसपछि साथीहरु कोमेन्ट मेटेरियल मेसिङ लेबर 10 जना केटा, 1700 रिङ्गेट। त्यसपछि साथीहरु फिनिशिङ कार्पेन्टर 5 जना केटा, 1700 रिङ्गेट। त्यसपछि गार्डनेस वर्कर 15 जना केटा, 1700 रिङ्गेट। त्यसपछि स्किल वर्कर वेल्डर 10 जना केटा, 1700 रिङ्गेट। त्यसपछि फिनिशिङ कार्पेन्टर 15 जना केटा, 1700 रिङ्गेट। त्यसपछि कोमेन्ट मेटेरियल मेसिङ लेबर 10 जना केटा, 1700 रिङ्गेट। इन्टरभ्यु तपाईको 11 अप्रिल 2025 मा हुन्छ र साथीहरु मेन पावरको नाम पनि त मुनिसा हेर्न सक्नुहुन्छ। त्यसपछि साथीहरु तपाईको आउँछ 4 नम्बर डिमान्ड है। कम्पनीको नाम हो कुन सुल्तान खिदमत सितिया सर्भर। शहर तपाईको मलेसिया पर्छ। एलटी नम्बर तपाईको 321492। कामदार पद तपाईको सिक्युरिटी गार्ड 200 जना केटा, 1700 बेसिक रिङ्गेट। खाना बस्न सुविधा छ साथीहरु। इन्टरभ्यु तपाईको 11 अप्रिल 2025 मा हुन्छ र साथीहरु मेन पावरको नाम पनि त मुनिसा हेर्न सक्नुहुन्छ। त्यसपछि साथीहरु तपाईको आउँछ 5 नम्बर डिमान्ड लेटर। कम्पनीको नाम हो
फोङपुई इन्डस्ट्री सर्भर शहर तपाईँको मलेसिया पर्छ। एलटी नम्बर तपाईँको 299795। कामदार तपाईँको फ्याक्ट्री वर्कर म्यानुफ्याक्चरिङ 200 जना केटा 1500 बेसिक रिकेट मात्रै साथीहरू। खाना बस्न छ र साथीहरू इन्टरभ्यू तपाईँको 11 अप्रिल 2025 मा हुन्छ। मेन पावरको नाम पनि त मुनि साथीहरू हेर्न सक्नुहुन्छ। साथीहरू यसमा देखाएको छ 1500 बेसिक रिङ्गेट मात्रै। अब तपाईहरु विचार जाने कि नजाने, के था मलेसिया आएर बेसी बढाउँछ के था मलेसिया आएर पनि 2 वर्षसम्म बढाउँदैन, त्यस्तो पनि अवस्था हुन्छ साथीहरू। अब तपाईहरुको विचार आउने कि नआउने, यो भनेको फ्याक्ट्री वर्करको लागि हो साथीहरू। त्यसपछि साथीहरू तपाईको आउँछ 6 नम्बर डिमान्डका है। कम्पनीको नाम हो विसोन सिक्युरिटी सर्भर शहर तपाईको मलेसिया पर्छ। एलटी नम्बर तपाईको 321549। कामदार पद तपाईको सिक्युरिटी गार्ड 200 जना केटा 1700 रिङ्गेट। खाना बस्न दुईटै सुविधा साथीहरू। इन्टरभ्यू तपाईको 11, 12, 13 अप्रिल 2025 मा हुन्छ र साथीहरू मेन पावरको नाम पनि त मुनिसा हेर्न सक्नुहुन्छ। त्यसपछि साथीहरू तपाईको आउँछ 7 नम्बर डिमान्ड लेटर है। कम्पनीको नाम हो इग्ल आइस सिक्युरिटी सर्भर शहर तपाईको मलेसिया पर्छ। एलटी नम्बर तपाईको 321536। कामदार पद तपाईको सिक्युरिटी गार्ड 50 जना केटा 1700 बेसिक रिङ्गेट। खाना बस्न दुईटै सुविधा साथीहरू। इन्टरभ्यू तपाईको 11, 12, 13 अप्रिल 2025 मा हुन्छ र साथीहरू मेन पावरको नाम पनि त मुनिसा हेर्न सक्नुहुन्छ। त्यसपछि साथीहरू तपाईको आउँछ 8 नम्बर डिमान्ड लेटर है। कम्पनीको नाम हो सिकोवान सिक्युरिटी सर्भर शहर तपाईको मलेसिया जलान पर्छ। एलटी नम्बर तपाईको 321519। कामदार पद तपाईको सिक्युरिटी गार्ड 75 जना केटा 1700 रिङ्गेट। खाना बस्न सुविधा छ साथीहरू। इन्टरभ्यू तपाईको 12 अप्रिल 2025 मा हुन्छ र साथीहरू मेन पावरको नाम पनि त मुनिसा हेर्न सक्नुहुन्छ। ओके साथीहरू, यो भइसक्यो तपाईहरुको डिमान्ड लेटर। यसमा सिक्युरिटी गार्डको सबैभन्दा धेरै डिमान्ड छ र साथीहरू सिक्युरिटी गार्डमा यदि तपाईहरु आइराख्नु भएको छ भने तपाईको 30 दिनको 30 दिने काम गर्नुपर्छ, दिन दिने 12 घण्टा काम गर्नुपर्छ। तपाईको 2300 देखि 2400 भित्र पैसा आउँछ है। अरु कम्पनीमा तपाईको फिक्सै हुँदैन कि 12 घण्टा काम पाउनुहुन्छ, तर सिक्युरिटी गार्डमा तपाईको फिक्स छ। मलेसियामा आइसकेपछि 12 घण्टै काम गर्नुपर्छ। अब तपाईहरु विचार कुन कम्पनीमा जाने, कुन काममा जाने त आफै रोज्नुपर्छ साथीहरू। मैले तपाईहरुले जानकारी दिइसकेको छु साथीहरू। यो डिमान्ड यो मेन पावरमा गएको छ। यो डिमान्ड यति तारिखमा इन्टरभ्यू हुन्छ भन्ने मैले सबै जानकारी दिइसके साथीहरू। त्यसपछि साथीहरू यसमा पैसा लाग्छ कि लाग्दैन, सबै जानकारीको लागि तपाईहरु यो फोटो हेर्न सक्नुहुन्छ। यसमा पैसा लाग्छ कि लाग्दैन, यदि मेन पावरले पैसा लिइराछन् भने तपाईहरु आफै विचार गर्नुपर्छ जाने कि नजाने साथीहरू। किनकि मलेसिया, दुबई, कतार, साउदी यस्तो देशमा त्यति पैसा लाग्दैन, त्यही पनि पैसा लिइराछन् साथीहरू। अब तपाईहरु आफै विचार गर्नु होला जाने कि नजाने। मैले तपाईहरु साथै सबै जानकारी दिइसके साथीहरू। ओके साथीहरू, यदि तपाईहरु नयाँ हुनुहुन्छ मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने प्लिज सब्स्क्राइब गरिदिनु होला। छिटो भन्दा छिटो जानकारी पाउन सक्नुहुन्छ र तपाईले खोजे जस्तै डिमान्ड जस्तै कुनै बेला आइसक्यो मैले भिडियो बनाउनु बित्तिकै सबैभन्दा पहिले तपाईले हेर्न सक्नुहुन्छ र तपाई छिटो भन्दा छिटो मेन पावरमा गएर इन्टरभ्यू दिएर मजाले आउन सक्नुहुन्छ। यदि तपाईले खोजेको कम्पनीको डिमान्ड आयो तर मैले भिडियो तपाईले थाहा भएन है, अब त्यतिखेर त्यो डिमान्डमा जबसम्म मान्छे फुल हुन्छन् त्यही भएर साथीहरू भन्छु यदि तपाईहरु सब्स्क्राइब गरे भने तपाईहरुकै फाइदा हुन्छ साथीहरू। मैले भनेको तपाईहरुले जानकारी दिन्छु भन्दाखेरि जानकारी पाए तपाईकै फाइदा हो। ओके साथीहरू, म लाग्छु फेरि भेटौँला अर्को खुसीको भिडियोमा साथीहरू। जय नेपाल।